आज चाहिँ पानी परिरहेको छ बाहिरतिर मैले चाहिँ खाजा ल्याइदिनु पर्ने थियो भन्दै सुरु गर्छु। आयो तपाईँहरू सन्चै आरामै हुनुहुन्छ नि आशा म पनि सन्चै छु। अनि आज चाहिँ देख्न सक्नुहुन्छ बाहिर पानी परिरहेको छ। हाम्रो घर चाहिँ खेताला हुनुहुन्छ, उहाँलाई चाहिँ खाजा ल्याइदिने बेला भइसकेको थियो तर पानी परिरहेको छ। तर पनि ल्याइदिनु त पर्यो खेतालालाई खाजा चाहिँ, खाजा नदिने भने त रिसाउनुहुन्छ अरू पनि। त्यही भएर म चाहिँ रेनकोट ओढेर खाजा ल्याइदिँदैछु अनि लगाएर पनि खाजा दिन लागिसके साथीहरू। मैले चाहिँ फेरि बाटोको भिडियो नबनाएको कारण चाहिँ बाटोमा चाहिँ चिप्लो थियो अनि म लड्छु अनि डरले बनाइनँ। अनि त्यस पछाडि पानी पनि आएको थियो नि, पानीमा फेरि मोबाइल भिज्छ भनेर त्यो डर पनि थियो अनि म बाटोमा लड्छु भन्ने पनि डर थियो। त्यस कारणले मैले बाटोको भिडियो बनाइनँ। म चाहिँ खेतालालाई खाना पस्किँदैछु सबैजनालाई। टोटल 6 जना हुनुहुन्थ्यो, म सबै 6 जनालाई चाहिँ पस्केर खाना दिन लागि छु साथीहरू। अनि खाने दिने बेला नि पानी परिरहेको छ, सिमसिमे पानी। अहिले चाहिँ अलि कम भएको छ पानी पर्न चाहिँ, तर नि परिरहेको छ। अरू बेला कस्तो घाम लाग्थ्यो, आज हाम्रो खेतालाहरू हुने बेला त यस्तो पानी परेर खानी पनि सुख छैन। पानी खाने होला नि सबैजनाले। बाटो एकदम चिप्लो छ। फेरि गराङ गुरुङ पनि गरेछ, त्यो नगरिनु हुन्थ्यो नि। हाम्रो बाटोमा अझ दुईवटा पोल छन्, एकदम धेरै डर लागिरहेछ सबैजनालाई चाहिँ। तर के गर्ने अब रोप्न आएको भएपछि त रोप्नु नै पर्यो, रोपेर सकेरै जानु पर्यो घरतिर। अनि एकदम डर पनि लागिरहेछ। डर लाग्यो भने के गर्नु, रोप्न छोड्नु नि भएन। अनि खाना दिए सबैजनालाई, उहाँहरूले खाना लाउनु भएको छ। कोही बसेर खानुभएको छ, कोही उम्मेर खानुभएको छ। अब के गर्ने, चिसो भुइँभरि हाम्रो पाटा चाहिँ मूल फुटेर होइरहन्छ भन्दै पुरा भिडियो हेर्नु भएको सबजनालाई धन्यवाद भन्दै म बिदा लिन जान्छु। भोलि भेट।